आएर सब यो घरबाट कोठा खोज्नु पर्यो के हो ल ल दाइ हुन्छ यो घरबाट कोठा खोज्दै जाम ए घरबाट दाइ ए घरबाट दाइ ए घरबाट दाइ ए घरबाट दाइ ए क्या पनि अघि त कान फुट्न गरे बोलाइले हेर कोठा छ कि छैन आज कोठा बन्नमा आएको म कोठा त छन् तर तेरो बुढी छ कि छैन ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ बुढी छैन यार यो भाइ छ यार यो बुढी हुन्छ ए मुगुमा कोठा बन्न गाह्रै छ गाह्रै छ साथी छैन साथीको बुढीकोलाई मैले यहाँ अब ल्याएर अब यहाँ घर खोज्नु पर्छ क्या ल ल त्यही हुन्छ अब कल साथीले कल मारिहाल्नु पर्दैन कल मारिहाल्नु पर्छ हेलो ल माई डियर लभली फ्रेन्ड भाइ प्लिज भाइ प्लिज भाइ प्लिज तेरो बुढी खोइ कता छ तँलाई किन चाहियो भेज त मलाई तेरो बुढीलाई मैले एकैछिन मात्रै चाहिएको छ किसन केरा बारीमा हो यी जुई पनि यहीँ बसिएर नि त हाइगरे यार हामी दुःख मात्रै भयो ए साथी आइगौ त भयो त गाई यार तिमी यस्तो इम्पोर्टेन्ट काम छ क्या आयो मेरो यस्तै इमर्जेन्सी छ तेरो बुढी मलाई दिएन एक दिनको लागि ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ उसलाई ले तेरो आमाले ले तेरो शाखा सन्तानलाई ले एक दिनको लागि आवेशमा किन के साथी आवेशमा किन साथीको दाइ मेरो दाइ साथीको आमा मेरो आमा साथीको बाबा मेरो बाबा साथीको बुढी एक दिनको लागि मेरो बुढी खत्म बाय बाय टाटा गुड बाय गया त खातेलाई मेरो बुढीको के को इमर्जेन्सी छ माई डियर फ्रेन्ड माई लभ फ्रेन्ड हजुर मसँग हेर्नु न हजुर तर मलाई दाइ भन्नुपर्छ है हजुरको बुढी एक दिनको लागि मेरो बुढी तर हजुर छ त हजुर चाहिँ मलाई दाइ भन्नुपर्छ है समाजको अगाडि केही हुँदैन खाते तँलाई दिन्छु एक दिनको लागि मेरो बुढी ल ल कर गरिसकिस् लग्न मेरो बुढीलाई दायाँ बायाँ हुनु भएन कि म पनि तँसँग हिँड्छु त जाउँ कोठा पाइन्छ कि अब जा अब तेरो काम छैन है राम्रो घर है भाइ भाइ कुकुर रहेछ र रम्बो कोठा पाइ हमको मारो हमको जिंदा मत छोड़ो सालो हम कोई मंदिर का घंटा है कि कोई भी आके बजा जाता है दाइ भाइ गाल मात्रै गर्छ नि जुवा पनि मेरो बुढी हो क्या मेरो बुढी हो क्या एक दिनको लागि मैले मागे होइन एक दिनको लागि हुँदैन के के भइरहेछ यार के भइरहेछ र यो देशमा के भइरहेछ ए घरबाट दाइ ए छोरा पक्कै त कोठा खोज्न आयो होला सेक्सी जुई त ल्याइकन आयो होला माल पडीको माल काममा चौका त हान्नै पर्छ चौका पुन्जा हान्नु पर्यो छक्का हानौँला कोठा छ कि छैन बुढी ल्याएको रहेछ त्यसलाई यहाँ कोठा छ बुढी त फातली रहेछ यार दाइ रहेछ ओए भाइ बुढीलाई छतमा त्यहाँ नलाग्नु है म यत्रो यहाँ पैसा तिरेर यहाँ म घरमा बस्छु मेरो बुढीलाई किन छतमा नलाग्नु फेरि त हल्का पातलै रहेछ म गएपछि त्यहाँ हावाले उडली त्यहाँ बुढीलाई चिसो भएपछि छन थपाउनु पर्छ क्या नुहाएपछि त्यसकाले यो भनेको मान्दैनस् मेरो कोठामा पठा न हटाला उयो छ एसी छ मेरोमा एकलुटी त्यहाँ एक्लै पठा बन्द गरे पनि म त भित्रबाट आफै तातो गरिहाल्छु नि म बोका त बोका हामी बोका होइन भने भन म बोका ए दाइ वयात कुरा नगर है जता कोठा देखौँ अब कोठा बस्ने अब सुन्ने होइन बुढी बस बहुत हो गया आज तो इस बात का फैसला कल ही डालते हैं कैसा फैसला सीधा चल जाऊ हिँड्नु त भाइ कोठा हेर्न जाउँ कोठा हेर्न जाउँ दाइको भाइमा माथि त है बिस्तारै आऊ यत्रो कति यो चितिया घरबटीलाई हिट कोठा चाहिँ यही हो कोठा यही हो ल जाऊ तिमीहरू ओ भाइ तातो गर्न चाहिँ मेरो कोठा पठाउनु है तँले म बोका त बोका हामी बोका होइन भने भन म बोका
कोठा पायो यार बुगुमा ल जा त त्यो काम छैन बुढीसँग हेर्नु मेरो बुढी हेर्नु मेरो काम पनि भइसक्यो ऐसे उदास होके मत बैठो, वो छोड़ के चली गई तो क्या हुआ, दूसरी फंसा लेना। अभी तुम्हारी उम्र ही क्या है। बाह्रले सुन्नुपर्छ यहाँ दाई कोठा भाडा कति तोक्ने होला? महिना पुग्दा बित्तिकै 1 मिलियनमा मागिहाल्नुपर्छ। कहाँ मिनेट भनेको दाइ सेकेन्डमा माग्नुपर्छ। त्यो बुढी तातो एसीमा आयो भने पैसा सैसा नलाग्ने त्यसलाई। हस् हुन्छ त। यो 100% को बोका हो। यो पनि हामीले चितवनबाटै खरिद गरेर ल्याएको हो। साह्रै सानो थियो, हामीले 3 महिना पाठ ल्याएको, त्यतिखेर अचम्मै भयो यहाँनिर यो